नमस्ते नमस्ते हामी अहिले चाहिँ आज टेली सिरियलको सुटमा छौँ सर। हाम्रो टेली सिरियलको नाम चाहिँ के हो अरे? हेलो नमस्कार, म राज नेपानी। अच्छा, आज हाम्रो चाहिँ करण अर्जुन भन्ने सिरियलको सुटिङमा छौँ हामी र म चाहिँ त्यही करण अर्जुन मध्येको करण टाइटल करण। र यसमा चाहिँ यो चाहिँ एउटा दाजुभाइको दुईवटा सौतेल दाजुभाइको द्वन्द्वमा चाहिँ कथा समेटिएको कथा छ यसमा। अच्छा। र मेरो ब्याक यता साइडमा तपाईँले देखिरहनु भएको छ नेपालको अभिनय क्षेत्रमा चाहिँ जसरी महानायक भन्छौँ हामीले, म चाहिँ उहाँलाई अभिनय क्षेत्रको महानायिका भन्छु टेली सिरियलको। उहाँ मैले भेटेको एकमात्र यस्तो कलाकार हो जो कलाकारले चाहिँ 3-3.5 मिनटसम्म नन स्टप डायलग बोलिदिनु भयो अस्ति। अनि त्यसपछि लगभग उहाँको तारिफ गर्न मैले त्यो कति भनेर भन्न सक्दिनँ, मेरो औकातले भ्याउँदैन। एकदम हम्बल, एकदम सहयोगी, एकदम मिलनसार, सबैलाई सपोर्ट गर्ने, सबैलाई सहयोग गर्ने हाम्रो अस्मिता बस्नेतजी हुनुहुन्छ। उहाँ चाहिँ यसमा चाहिँ मेरो चाहिँ श्रीमतीको भूमिकामा अभिनय गर्नुभएको छ र अब विस्तृतमा डिटेलमा उहाँले नै भनिदिनुहुन्छ तपाईँलाई। नमस्ते यहाँहरू सम्पूर्णलाई। अब मलाई हरेक सिरियलमा मेरो क्यारेक्टर मन पराइदिनु भएको छ, मेरो जोडी सँगसँगै पनि मन पराइदिनु भएको छ। अब यो सिरियलमा पनि करण अर्जुन सिरियलको हाम्रो जोडीलाई पनि एकदम मन पराइदिनु होला। मेरो हस्बेन्ड, मेरो लाइफ पार्टनर सिरियलको होइन। अनि हाम्रो जोडीलाई मन पराइदिनु होला, माया गरिदिनु होला, सिरियललाई पनि अझ माथि उठाउनलाई मद्दत गर्नु होला। हाम्रा पनि केही कमी कमजोरी छन् भने भनिदिनु होला, अवश्य पनि सुधार्नेछौँ। अल द बेस्ट सबैजनालाई, हामीलाई। जय नाट्यश्वरी। अब हाम्रो यहाँ सिरियलका अर्का कलाकार यहाँ बसिरहनु भएको छ। हेलो नमस्ते, म चाहिँ गणेश खनाल, यो सिरियलको एउटा पात्र करण अर्जुनको अङ्कलको भूमिकामा छु म चाहिँ। नमस्ते, म चाहिँ दिपा घिमिरे, करण अर्जुनको चाहिँ सुटिङमा छु। हामी साथीहरू रमाई चिया कफी पिउँदैछौँ। अनि अर्को नयाँ खुसीको कुरा, हाम्रो टेली सिरियलमा यस्तो सिस्नु पनि पाइन्छ है। हेर्नुहोस्, उहाँ चाहिँ सिस्नु केलाउँदै यसरी बसिरहनु भएको छ। अर्ग्यानिक सिस्नु, पुरा चिया खाँदै एकदम। म चाहिँ सानो थापा, मेरो क्यारेक्टरै यस्तो छ होइन। अहिलेसम्म कथाले मागेको चाहिँ सिस्नो टिप्दै केलाउँदै। एकचोटि हेर्नुहोस् त सर, मजाले सिस्नोमा यति धेरै किरा झारेछु मैले होइन। त हेर्नुहोस् त यहाँ यति धेरै किरा झारिदिएको छु कि होइन। ए मसिनो किरा हुन्छ यस्तो किराहरू छ यहाँनिर चाहिँ यति धेरै झर्छ होइन। सिस्नो खाँदा चाहिँ धेरै कुराहरू केयर गर्नुपर्ने रहेछ। किनभने यो सिस्नोमा चाहिँ यसरी टक्क यसरी यस्तो गरेर पिठो सकेसम्म चाहिँ मकैको पिठो हाल्नु होइन। अनि यसरी गरेर यहाँ हेर्नु त, यहाँ सर एकचोटि यो हेर्नु न, यहाँ यति धेरै किरा झर्छ है। यो चाहिँ कति कुराहरू चाहिँ यहाँ आँखाले नदेख्ने किराहरू छ क्या होइन। अब यस्तै सिस्नोमा यसरी खानु मिल्दैन। यहाँ हेर्छु त कति मसिनो छ है, देख्नु भयो। अब उसिन्दाखेरि चाहिँ कस्तो नि, त्यहाँ यसो फिर्के लाउनुपर्छ। अब किन हत्या गर्नु होइन, आखिर मासु खाइहालिन्छ, फेरि मासु खाइहाल्छौँ होइन। त्यही भएर भेज शाकाहारी खाँदाखेरि चाहिँ सकेसम्म मांसाहारी नगरौँ हत्या। हजुर, तपाईँहरू उहाँ खसिने दिदी को हो? तपाईँले खसीको मासु खाए पनि खानुहोस्, तर नमारिकन खानुहोस् भन्नेमा उहाँ पनि पर्नुहुन्छ। कसैको तपाईँ खसीलाई मार्नुहोस् तर खसिनीलाई नमार्नुहोस् भन्ने पनि तपाईँ नै होइन। होला खसिने दिदी को उहाँ हो एकदम। यसरी बुझौँ। अहिले मैले उहाँ म चाहिँ हत्या हिंसा गर्न चाहन्न, म यस्तो खान्छु। तपाईँले माछा खानु चाहिँ खानु यति भन्नुहोस्। तपाईँले अस्ति चुवाचे खाएको यसरी तानी खाएको मैले देखाएको छु, अनि त्यो हत्या हिंसा भएन? घोर विरोध गर्छु म यो कुराको। सर मैले यसरी खाएको चाहिँ होइन, चम्चाले लगेर सिङ्गाले अलग्ग खाएको हो, छुँदै नछोइकन खाएको हो। तपाईँ अझ चम्चाले त्यो काँटाले कोपी मरिसकेको चिजलाई नि त्यो 3-4वटा चुच्चा भएको काँटाले कोपेर खाने उहाँ त झन् चौबर हत्याएर 4 थन्चे खोप्नुहुन्छ उहाँले। त्यति बेला चाहिँ खसी परेको थियो होला सर, चुवाचे पक्कै होइन होला। उहाँ चुवाचे तानिरहेको मेरै आँखाले, यही दुइटा आँखाले देखेको हो। अहिले उहाँले लाज हँसाउनु भयो होइन, रमाइलो फ्याङ हो। सर एकचोटि हेर्नु न, यहाँ हत्या हिंसा चाहिँ नगरौँ भन्ने नै विचार हो। यति धेरै निस्कियो क्या, हेर्नु न निस्किन्छ क्या, धेरै नै निस्किन्छ। म यसरी टक्काइदिन्छु ल। अब यसलाई चाहिँ टक्क यसरी राखेर यो हामीले अब यस्तो, हामीलाई यो कुरा अहिलेसम्म थाहा थिएन।
हजुरले पत्ता लगाइदिनु भयो त्यसको लागि धेरै धेरै थ्याङ्क यू सो मच भन्न चाहन्छु। अब एकचोटि यसलाई फेरि के लाउँछु, यसमा पनि धेरै छ। अनि बाँकी चाहिँ हाम्रो राज सर र म्याम हुनुहुन्छ। ओके थ्याङ्क यू सो मच हजुर। अब जाँदा जाँदै हामी के भन्न चाहन्छौँ कि जहाँ जाँदै सिरियलहरू धेरै आएका छन्, धेरै फ्यामिली कथामा पारिवारिक कथामा सिरियलहरू आएका छन्। त्यही मध्ये हामीले पनि एउटा चाहिँ अलिकति पृथक तरिकाले करण अर्जुन भनेर ल्याएका छौँ र तपाईँहरूको दर्शकहरूको एकदम साथ सपोर्टले गर्दा नै यो अगाडि बढ्ने हो। हामीले खिचेर हामीले खेलेर मात्र हुने होइन, तपाईँले हेरिदिएर मात्र हामी पूर्ण हुने हो। त्यही कारणले त्यो हेरिदिनु होला। र हो हामी नयाँ सिक्दैछौँ लास्ट अनि यो सानो थापा अफिसियल युट्युब च्यानलको त हामी कुरा गरि नै हाल्छौँ। त्यही भएर चाहिँ अनिखेर चाहिँ हेरिदिनु होला। तपाईँको अब हुन्छ स्टार्टिङमा केही कमी कमजोरी ल केही कमी कमजोरी हुनसक्छ, औलाइदिनु होला, भनिदिनु होला कमेन्टमा। अनि हामी चाहिँ सुधार्ने मौका दिन्छौँ। किप सपोर्टिङ, किप लभिङ, बाई बाई, थ्याङ्क यू।